यति बुझाउनु पर्छ नि तिमीले फेरि फाल्न पाइँदैन नि कहाँ यो सकिन्छ होला हो ल के होला चाहिँ नेपाली रेस्टुरेन्टमा ढेँडो खाना भनेर गइरहेका छौँ दाइले ल है त आज हामी नेपाली रेस्टुरेन्टमा ढेँडो खाने है त ल हामी मेट्रो स्टेसन आइदियो छ जानु मेट्रो स्टेसन यहाँबाट हामी अब मेट्रोमा चाहिँ दुबई भन्ने ठाउँसम्म जान्छौँ भित्र चाहिँ सायद देखो छ बनाएको भिडियो बनाउने उता तल माथि रोक यहाँ हरियो देख्छु मात्रै झिक्नु भयो मेट्रो आउन चाहिँ टाइम लाग्छ हामी चाहिँ मेट्रोमा वेट गर्छौँ الأبواب تغلق. Doors closing. मेट्रो हेर नेपाली हो नेपालमा 20 मिटर बाटो बनाउन धेरै गाह्रो हुन्छ दुबईमा हेर 200 मिटर परसम्म घर छैन बाटोदेखि यस्तो पो हुनुपर्छ विकास भनेको हामी दुबईबाट आउँदा एउटा एयरपोर्ट आएर मतलब आउने बेलामा प्लेन कहीँ झ्याल हुन्छ नि त्यसैमा राखेर त्यो पक्क ढाकेर आइरहेर छ मोबाइलमा गयो प्लेनमै त्यो को जान्छ खोल्छ त्यसको हेर न ड्यामेज बिग्रेको त्यसको झरेको झर्ने बेलामा त्यस्तो गरेको कहाँ हेलिकप्टरले छोडेर गयो होला नेपाली पार्क भन्छ नि त्यही पछाडि हो नेपाली केटाकेटीहरू घुम्ने आउने यतै हो चटपटीहरू पानीपुरीहरू सबै पाउँछ अलगढा स्टेसन के खाने दाइ आज अहिलेसम्म टेस्ट नगरेको चिज खाने होइन के रेस्टुरेन्ट दाइ हो तिमीले अब ढेँडो खान जान्दैनौ के सिक्ने हो नि हो मिठो छ ठिक रहेछ के अरे तिमीहरूको चटनी रहेछ सानो सानो पिस बनाएर हाल न जीसँग खाए पनि हुन्छ क्या दालसँग खाए पनि भयो दालसँग मासुको सुपसँग खाऊ चोपाइलाई कस्तो लाग्यो यति बुझाउनु पर्छ नि तिमीले फेरि फाल्न पाइँदैन नि कहाँ यो सकिन्छ होला हो ल के होला यतिकै जान्छ होला
You make the rising for me.